सो हेलो एभ्रिवान है। सो आज चाहिँ हामीहरू के सिक्छौँ भन्दाखेरि इनपुट आउटपुट देखाउनलाई चाहिँ कसरी हामीले डिफ्रेन्ट वेमा कसरी कसरी चाहिँ पाइथनमा हामीले प्रिन्ट गर्न सकिन्छ हेरेको थियौँ है। त्यो भिडियो हेर्नु होला, म डिस्क्रिप्सनमा लिङ्क पनि राखिदिन्छु है, इन्ट्रेस्टेड हुनुहुन्छ भने है। नाउ अब हामी चाहिँ हेर्छौँ इनपुट कसरी लिने अनि कसरी कसरी लिन सकिन्छ, अनि त्यो लिएको इनपुटलाई चाहिँ कसरी कसरी डिस्प्ले गर्न सकिन्छ अथवा इनपुटमा लिएको कुराहरूलाई चाहिँ कसरी युज गर्न सकिन्छ त्यो हेर्छौँ। सो हामीले इनपुट लिनुभन्दा अगाडि चाहिँ अब मेन बुझ्नै पर्ने कुरा भनेको चाहिँ भेरिएबलहरू है। सो भेरिएबलहरू अनि मेन भनेको स्ट्रिङ डेटा टाइप हो त। सो म अहिले एउटा भेरिएबल बनाउँछु नेम जसमा चाहिँ मैले इसान भनेर म्यानुअली राखेको। सो प्रिन्ट नेम गर्दाखेरि अब मेरो आउटपुट चाहिँ के आउँछ त भन्दाखेरि इसान भनेर आउटपुट आउँछ है त। सो अब इसान भनेर आउटपुट भयो, मैले त यहाँनिर म्यानुअल्ली भनेको मैले नै यहाँनिर आइएसएचएन लेखेर कोडमै चेन्ज गरिरहेको छु नि त है। सो अब चाहिँ हामी यसलाई चाहिँ कस्तो बनाउँछौँ भन्दाखेरि यहाँनिर टर्मिनलमै एउटा इनपुट माग्छ इन्टर योर नेम भनेर, त्यहाँदेखि जे नेम हाल्छ योर नेम इज समथिङ भनेर चाहिँ प्रिन्ट हुन्छ। जस्तो कि यो नेम इज इसान भनेर प्रिन्ट हुने बनायो भने मैले रन गरौँ। सो मैले इसान राखेको छु। सो यो नेम इसान भनेर प्रिन्ट आयो, त्यो चाहिँ हामी युजरबाट इनपुट हुन्छ। सब इनपुट दिनको लागि चाहिँ हामीसँग यो प्रिन्ट भनेको एउटा फङ्सन भयो है। सो पिआरएन त्यो प्रिन्ट लेखे पछाडि चाहिँ यसले केही कुरा आउटपुट देखाउँछ, हामी चाहिँ पास गरेको कुरा चाहिँ आउटपुट टर्मिनलमा यसरी देखाइदिन्छ है त। सबै त्यस्तै हामीसँग अर्को एउटा फङ्सन छ जो डिस्प्ले गर्नलाई भयो इनपुट भन्ने एउटा फङ्सन छ। त्यो चाहिँ के हो त फङ्सन हो है त। सो यसले चाहिँ के काम गर्छ भन्दाखेरि टर्मिनलमा चाहिँ युजरलाई चाहिँ समथिङ केही टाइप गर्नको लागि चाहिँ स्पेस दिन्छ है त। जस्तो कि यहाँनिर हेर्ने हो भने मैले प्रिन्ट गरेँ भने प्रिन्ट है इनपुटमा चाहिँ लिएँ मैले। सो इनपुट भन्ने एउटा मैले फङ्सनलाई कल गरिदिएँ यहाँनिर। अब मैले रन गरेँ भने सो हेर्नु त यो प्रोग्राम इन्ड भएको छैन नि, यहाँनिर यसले समथिङ केही टाइप गर्नलाई स्पेस दिँदैछ है त। मैले यहाँनिर टाइप गरेँ, आफूलाई चाहिने कुराहरू टाइप गरेँ अनि इन्टर थिचिसके पछाडि मात्रै के भयो त प्रोग्राम इन्ड भयो है त। सो अब हामीले यो इनपुट लियौँ। सो इनपुट लिएको कुरालाई चाहिँ हामीले जस्तो कि मैले यहाँनिर नेम इक्वल्स टु भेरिएबल भन्ने छ। अब युजरले चाहिँ मैले यहाँनिर चाहिँ इसान हालेँ भने चाहिँ अब नेम जस्तै एउटा भेरिएबलमा स्टोर हुन पर्छ। त्यसको लागि के गर्ने त अगाडि नेम इक्वल्स टु इनपुट गरेँ भने चाहिँ मैले अब युजरले मैले यहाँनिर टाइप गरेको कुराहरू चाहिँ नेम भन्ने कन्टेनर भेरिएबलमा आएर बस्छ है त। एउटा कन्टेनर नेमले चाहिँ त्यसलाई स्टोर गरिदिन्छ है। इन्टर गर्नु मैले अब फेरि रन गरेँ भने चाहिँ प्रिन्ट गर्दा इसान लेख्दाखेरि सब नेममा आएर बसिसकेको छ है त। सब नेममा कसरी बस्छ त, नेममा कसरी बस्छ त इनपुट लिएर गर्दाखेरि हामीलाई प्रुभ गर्नको लागि यसलाई प्रिन्ट गर्नु है त। फ्रम नेम इनपुट नेम भनेर मैले यहाँ बनाइदिएँ अनि यहाँ प्रिन्ट चाहिँ नेम गरेँ भने अब फ्रम इनपुट नेम मैले टेक्स्ट राखेको छु। सो नेमको ठाउँमा चाहिँ मैले यहाँ हालेको कुरा चाहिँ के हुनु पर्यो डिस्प्ले हुन पर्यो है त। अलिकति प्रिन्ट गरेँ भने नेक्स्ट लाइन सारिदिन्छ है। सो अब मैले यहाँनिर इसान हालेँ भने चाहिँ अब हेर्नुहोस् त इसान यो मैले टाइप गरेको इसान भयो अनि यहाँनिर डिस्प्ले हुँदाखेरि चाहिँ फ्रम इनपुट नेम भनेर यो टेक्स्ट डिस्प्ले भएको छ। अनि नेमको ठाउँमा चाहिँ के भयो त इसान जुन चाहिँ मैले यहाँ माथितिर इनपुटमा चाहिँ हालेको थिएँ आइएसएचएन टाइप गरेर हालेको थिएँ त्यो चाहिँ नेम भन्ने भेरिएबलमा स्टोर भयो। सो नेम चाहिँ यहाँ मुनि आएर के भइरहेको छ त डिस्प्ले भइरहेको छ है त। सो अब नेक्स्ट कुरा भनेको अब जस्तो कि मलाई त यहाँनिर अहिले यहाँनिर रन गर्दाखेरि सो यहाँनिर केही मेसेज देखाएको छैन नि त है। सो समथिङ इन्टर योर नेम भनिदियो भने सजिलो हुन्छ नि त होइन युजरहरूलाई। मैले चलाउँदाखेरि इन्टर योर नेम भनेर आयो भने मैले यहाँ मेरो नाम हाल्नुपर्ने रहेछ है भनेर थाहा हुन्छ नि त है। सो त्यो चाहिँ कसरी देखाउने त भन्दाखेरि इन्टर सो हामीले इनपुट फङ्सनभित्र स्ट्रिङलाई पास गर्न मिल्छ है। सबै स्ट्रिङलाई पास गरिसके पछाडि हेरौँ यहाँ स्पेस चाहिँ अलिकति क्लियर देखिन्छ। त्यो स्पेस नदिँदा र दिँदाको फरक पनि हेर्नु। त्यसलाई मैले कन्ट्रोल सी थिच्यो भने चाहिँ हाम्रो प्रोग्राम चाहिँ टर्मिनेट अथवा इन्ड हुन्छ है। सो यहाँ रन गऱ्यो भने सो इन्टर योर नेम भनेर आयो है। इसान भनेर हाल्यो भने अब यहाँनिर फ्रम इनपुट नेम
इसान भनेर चाहिँ के भयो डिस्प्ले भयो है त। सो मैले यहाँनिर के मेसेज देखाउनु छ भने प्रिन्ट इन्टर योर नेम भनेर पनि देखाउनु छ। अब यसको लागि अर्को वे पनि छ है त, प्रिन्ट इन्टर योर नेम छ अनि यहाँनिर यसरी पास गरिदियो भने चाहिँ अब यहाँनिर इन्टर योर नेम भनेर माथि आयो। इनपुट भएको ठाउँमा अहिले हामी छौँ यहाँनिर त्यहाँ इसान गऱ्यो भने चाहिँ अब रन हुँदाखेरि चाहिँ फ्रम इनपुट नेम नेम भयो। अब यहाँनिर चाहिँ युजर इन्टर्ड भनेर यहाँनिर हामी राख्छौँ युजर इन्टर नेम है त। ट्राई गरौँ ल। भवानी भनेर हालेँ इन्टर थिचेँ भने चाहिँ मैले युजर इन्टर भनेर भवानी आयो है त। सो अब अर्को कुरा बुझ्नुपर्ने भनेको चाहिँ हामीले चाहिँ अब युजरबाट इनपुटमा लिएर दुईटा नम्बरको समलाई डिस्प्ले गर्नु पर्यो अरे त। समलाई डिस्प्ले गर्नको लागि अब कसरी गर्ने हेरौँ ल। सुरुमा नम्बर 1 इनपुटमा लिउँ है, इनपुटमा लिउँ अनि नम्बर 2 इनपुटमा लिउँ। सो मैले दुईटा नम्बर चाहिँ के लिएँ इनपुटमा लिएँ। सो num1 र num2 भनेर चाहिँ इनपुट लिएँ त। मलाई चाहिँ के गर्नु छ भन्दाखेरि यो दुईटाको सम निकाल्नु छ। हामीलाई थाहा छ सम इक्वल्स टु भनेको num1 प्लस num2 हो। सो प्रिन्ट गर्दाखेरि चाहिँ आउटपुट चाहिँ के आउँछ हेरौँ ल। सो प्रिन्ट गर्दाखेरि आउटपुट चाहिँ के आउँछ त, मैले माथिबाट कमेन्ट गरिदिएको छु। कमेन्ट चाहिँ अगाडि ह्यासट्याग राख्यो भने कमेन्ट हुन्छ ल। सो इन्टर गरौँ। मैले num1 यहाँ यो इनपुट छ माछु मैले हामी इनपुटमा मैले 100 हालिदिएँ। अब नेक्स्टचोटि पनि अर्को इनपुटमा आएको छ। सो इनपुटमा 200 हालिदियो भने इन्टर दिँदाखेरि 100 200 भनेर आयो। किन चाहिँ अब प्लस गर्दाखेरि हाम्रो असल आउटपुट आउनु पर्ने भनेको त 300 थियो नि त है। बट 200 100 200 भनेर जोडेर चाहिँ किन आयो भन्दाखेरि इनपुट फङ्सनले सधैँ रिटर्न चाहिँ के गर्छ त स्ट्रिङ रिटर्न गर्छ है त। अब यसलाई बुझ्नको लागि अर्को वे पनि छ। मैले यसलाई कमेन्ट गरिदिएँ, सो मैले यहाँनिर नेम1 भनेर यहाँनिर हरि दिदिएँ अनि नेम2 भनेर यहाँनिर विनोद दिदिएँ है। त्यो दिइसके पछाडि मैले प्रिन्ट लेट सम इक्वल्स टु नेम1 प्लस नेम2 गरिदिएँ भने प्रिन्ट सम गर्दाखेरि चाहिँ मेरो आउटपुट चाहिँ दुईटा जोडिएर आउँछ है त, हरि विनोद भनेर आयो। किन भन्दाखेरि इफ नै पनि दुईटा स्ट्रिङ छ अनि हामीले त्यसलाई चाहिँ कन्क्याटिनेट भनेको जोड्नु पर्यो भने चाहिँ यहाँनिर जोडेको जस्तो देख्नु भएको छ नि तपाईँले। सो जोड्नु पर्यो भने चाहिँ प्लस युज गर्छौँ। अब यहाँनिर नै भएको चाहिँ के छ त भन्दाखेरि मैले यसलाई कन्ट्रोल जेड गरौँ है, कन्ट्रोल जेड गऱ्यो भने चाहिँ ब्याक आउँछ ल। कोड प्रिभियस फर्किन्छ है। सो अब यहाँनिर चाहिँ के भएको छ भन्दाखेरि यसले इनपुटले स्ट्रिङमा लिन्छ अनि यसले पनि स्ट्रिङमा लिन्छ है। सो स्ट्रिङ भए पछाडि अब के हुने भयो त स्ट्रिङ भनेको जोडिने भयो, मतलब num1 को भ्यालु र num2 को भ्यालु चाहिँ एक आपसमा कन्क्याटिनेट हुने भयो भनेको जोडिने भयो कि। सो अब त्यसको अब यसलाई चाहिँ हामीले रियल आउटपुट 300 आउटपुट 100 र 200 है 300 आउटपुट निकाल्नु पर्यो भने के गर्नु पर्यो त, यो जुन इनपुट हुन्छ नि यो इनपुट लिएर हामीले num1 मा स्टोर गरेको छौँ, यो इनपुट लिएर num2 मा स्टोर गरेको छौँ। num1 र num2 को डेटा टाइप चाहिँ के छ होला त, सो स्ट्रिङ छ। सब स्ट्रिङ हुँदा कन्क्याटिनेट हुन्थ्यो। अब हामीले यसलाई चाहिँ के गर्नु पर्यो त इन्टिजरमा कन्भर्ट गर्नु पर्यो। अब इन्टिजरमा कन्भर्ट गर्नको लागि के हुन्छ त #2 कन्भर्ट टु इन्टिजरमा कन्भर्ट गर्नको लागि चाहिँ के हुन्छ त इन्ट भन्ने फङ्सन हुन्छ है त। इन्ट भित्र num1 मैले पास गरिदिएँ भने चाहिँ अब हाम्रो यो चाहिँ के भयो त भन्दाखेरि इन्टिजर भयो है। सब यहाँनिर समको लागि पनि इन्ट num1 गर्यो भने अनि फेरि यहाँ इन्ट num2 गर्यो भने अब के भयो त हाम्रो यो इन्टिजरमा num1 इन्टिजरमा कन्भर्ट हुने भयो, num2 इन्टिजरमा कन्भर्ट हुने जोडिने भयो। आउटपुट कति आउनुपर्छ त यसको 300 आउनुपर्छ है त। चेक गरौँ 100 हालेँ 200 हाल्दाखेरि हाम्रो आउटपुट कति आयो 300। अब यहाँनिर प्रपर एउटा मेसेज दिउँ इन्टर द फर्स्ट नम्बर भनेर एउटा मेसेज दिउँ। सो यहाँनिर पनि इन्टर द सेकेन्ड नम्बर भनेर मेसेज दिउँ। सो अब
सम अफ बोथ नम्बर सम अफ बोथ नम्बर भनेर लेख्दाखेरि अब हाम्रो आउटपुट कति आउँछ त यता 500 दिदिएँ मैले एउटा नम्बर 600 दिदिएँ हाम्रो आउटपुट चाहिँ कति आयो त 1100 अब यस्तै नै हामीले मल्टिप्लिकेसन निकाल्नु पर्यो भने के गर्नु सक्यो भने किचाङ सक्यो सो मल्टिप्लिकेसनको लागि चाहिँ 20 गऱ्यो भने चाहिँ 600 रुपियाँ 600 चाहिँ आयो बट यहाँ सम हुँदैन ल प्रोडक्ट अर मल्टिप्लिकेसन अफ बोथ नम्बर भन्दाखेरि चाहिँ हाम्रो आउट चाहिँ यति आउँछ है त सो कति मिनट भयो आजलाई चाहिँ यति नै गरौँ सो हामी नेक्स्ट भिडियोमा चाहिँ स्ट्रिङ अनि इन्टिजरको चाहिँ डिफ्रेन्ट फङ्सनहरूको बारेमा हेर्छौँ है त स्ट्रिङलाई चाहिँ डिफ्रेन्ट वेमा कसरी म्यानिपुलेट गर्न सकिन्छ त त्यसको युज चाहिँ कसरी गर्न सकिन्छ त्योहरू हेर्छौँ अनि फिल्ड्स हेर्छौँ फर लुपहरू हेर्छौँ है थ्याङ्क यू फर